खान को बल बड़ो कछु गोपन करे सहाय। गोबर श्री राधा जी की कृपा से मैंने गिरिवर लियो है उठाए। कछु माखान को बल बढ्यो। एक नम्बरमा आमाले मखान खुवाएको बल छोराछोरीलाई आउँछ। आमाले रिष्टपुष्ट नबनाइकन छोराछोरी सक्षम हुन्छन् त? छोराछोरीलाई सानैदेखि सबै गु मुत सोरेर एकदम रिष्टपुष्ट बनाइदिन्छन् आमाले, अनि श्रीमतीका काखमा लगेर हालिदिन्छन्, अनि त्यो श्रीमती ठुली हुन्छ। मेरो श्रीमान, मेरो प्राण, मेरो भगवान भनेर ती बुढी आमालाई त्यो गन्धे बुढी त्योसँग नबसौँ पनि भन्छन् अहिलेका बुहारीहरू त कतिजना। त्यो श्रीमान भगवान अरे, त्यो श्रीमान चाहिँ एकदम परमात्मा अरे, राम्रो अरे, ईश्वर अरे। अनि जुन ती आमाले चाहिँ कति दुःख गरेर गर्भमा बोकेर त्यो श्रीमानलाई त्यत्र त्यत्र हात खुट्टा लगाइदिएर खाना मिठो मिठो दिएर पोल्टामा लुकाएर खेतमा जाँदाखेरि लुकाएर अलिकति चना पोको पाएर